and namaste. Welcome back to my another vlog. This is Ravina. Hope you guys सबैजना सन्चै हुनुहुन्छ होला. म पनि यहाँ सन्चै छु हैन. अनि आज चाहिँ एकदम लामो समयपछि चाहिँ भ्लग आउँदैछ हैन. अनि सबैजनाले मेरो भिडियो चाहिँ फुल वाच गरिदिनु होला. लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला. अनि आज चाहिँ हामी साथी मिलेर चाहिँ घुम्न जाने प्लान बनाएका छौं हैन. अनि अब यस्तै हो, कहिलेकाहीँ घुम्न पनि जानुपर्छ हैन. अनि अब आज चाहिँ के हुँदैछ भने उता माथि झरना छ क्या, झरनातिर जाने भन्ने प्लान भइरहेछ. अनि खानेकुराहरू चाहिँ बनाएर लाने भन्ने सोचमा छ. अब म चाहिँ उठेर भर्खर मुख धुएँ होइन, पेटहरू सफा गर्छु. हेर्दै गर्नुहोला. बाई. फाइनल्ली म चाहिँ यता दिदीकोमा आइसकेँ होइन. अब हामी चाहिँ खाजाहरू बनाउने तयारीमा छौँ. भिडियो कस्तो लाग्छ हेर्दै गर्नुहोला. फाइनली गाइज म चाहिँ रेडी भइसकेँ, तपाईँले देख्न सक्नुहुन्छ होइन. अनि अब चाहिँ म चाहिँ साथीहरूलाई फोन गर्छु अनि मेरो दिदीहरूलाई पनि फोन गर्छु. मैले चाहिँ मेरो भागमा परेको खाजाहरू चाहिँ बनाएर रेडी गरिसकेँ होइन. अब हामी चाहिँ जाँदैछौँ. भिडियो कस्तो लाग्छ हेर्दै गर्नु. फाइनली गाइज म चाहिँ रेडी भएर हिँडिसकेँ होइन. अब म चाहिँ दिदीकोमा जाँदैछु. पछाडि खाजाको ब्याग पनि लिएर हिँडेको छु होइन. अब हामी चाहिँ साथीहरू भेला भइसक्यौँ होइन. उहाँ चाहिँ मेरो दिदी हो होइन. अब चाहिँ हामी जाँदैछौँ. यहाँ पछाडि ब्याकग्राउन्डमा पनि मान्छेहरू हेर्न सक्नुहुन्छ. अब चाहिँ हामी जाँदैछौँ. भिडियो कस्तो लाग्छ हेर्दै गर्नुहोला. हामी चाहिँ होइन साथीहरू भेट भइसक्यो. अब हामी चाहिँ जाँदैछौँ. कसलाई देखिन्छ थाहा छैन. हाम्रो ग्याङहरू पछि आउँदै हुनुहुन्छ होइन. हामी चाहिँ जाँदैछु. हेर्दै गर्नुहोला. फाइनली हामी चाहिँ सेल्फी रोडमा आइसकेका छौँ होइन. अनि हाम्रो साथीहरू चाहिँ यहाँ हुनुहुन्छ. म चाहिँ यहाँ छु होइन. म चाहिँ पुरा भरिया जस्तै भएर ब्याग बोकेर हिँडिरहेको छु होइन. त्यस्तै हो. लास्ट गर्मी भइरहेको छ. जाने हो झर्नामा डुबुल्की लाउने हो. गाइज होइन झर्नामा जाने प्लान चाहिँ क्यान्सल भयो. किनभने चाहिँ झर्ना चाहिँ रहेनछ क्या, सुकिगएछ होइन. अब अहिले यो पानी नपरेर खडेरी लाएर नि होला सायद होइन. झर्ना चाहिँ सुकेछ. अब म एउटा ठाउँमा जाँदैछु. त्यो ठाउँ चाहिँ सरप्राइज ल. हामी चाहिँ अलिकति अब पुग्न बाँकी 50 मिटर जति बाँकी छ होइन जानलाई चाहिँ. अब यहाँबाट चाहिँ यस्तो खतरा हावा चलिरहेको छ नि अहिले होइन. यस्तो खतरा जङ्गल छ क्या. यहाँ भ्यूहरू हेर्न सक्नुहुन्छ होइन. यहाँ आइसकेका छौँ होइन. झरना चाहिँ उता नभएको कारणले हामी चाहिँ यहाँ आएको हो होइन. यहाँको भ्यू चाहिँ यस्तो बवाल छ, यस्तो बवाल छ होइन. मेरो साथीहरू चाहिँ त्यहाँ आउँदैछ नि. हामी चाहिँ यहाँ पुगिसक्यौँ होइन. अनि सबजना यहाँ यसरी बस्दै हुनुहुन्छ. अब कतिजनालाई यहाँ भोक लाग्यो रे. अब हामी चाहिँ खान्छौँ पहिला अनि त्यसपछि रमाइलो गर्छौँ. Cheers. रविनाजीले चाहिँ मस्त खाइदिइरहनु भा रोटी तरकारी है. अरू साथीहरूले पनि चाउमिन रोटी खाइरहनु भा. यता दाहिने हातले खाइदिनु देब्रेले होइन. दिदी यता हेर्नु त. हजुरले जे गरे पनि हुन्छ. खाइदिनु न. खानाको के समाएर बस्ने हो र.
मैले पनि मायामा हुन्न के डर अरू साथीहरूले पनि दिनु न पानीको रिस गर्ने मान्छे कहाँ होला र सानो पानीको रिस गर्ने मान्छे कहाँ होला गीत सुन्न न क्या यहाँ अब हाम्रो चाहिँ पार्टी सकिसक्यो होइन अब हामी चाहिँ अब घर जाँदैछौँ हामी चाहिँ यहाँबाट फर्किँदैछौँ होइन अनि अब हामी चाहिँ घर जाँदैछौँ भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला होइन भुइँतिर चाहिँ किन हेरेर हिँडेको भने किनकि यो भर्याङ्ग लन्डन सकिन्छ होइन अनि हामी चाहिँ जाँदैछौँ हेर्न सक्नुहुन्छ यो ठाउँको लोकेसन चाहिँ एकदम राम्रो छ होइन यहाँ चाहिँ साथीहरूसँग आउन चाहिँ एकदम वान अफ द बेस्ट ठाउँ हो होइन तर गर्मी महिनामा चाहिँ ठिक हुन्छ जाडो महिनामा चाहिँ यहाँ नआउन नै बेस्ट हुन्छ होइन घर जाँदैछौँ होइन बसमा छौँ साथीहरू कति यहाँ हुनुहुन्छ म्याम घर पुगिसके होइन अनि अब तपाईँहरूले पनि यो भिडियो फुल वाच गरिदिनु होला लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला अब चाहिँ म भ्लग इन गर्दैछु आउँदो दिनहरूमा अब भ्लगहरू आउँदै गर्छ हेर्दै गर्नु होला बाई